सबैजनालाई नमस्ते नमस्ते नमस्ते। वेलकम छ साथीहरू, के छ हाल खबर? यो सुनहरा दिन बिहानीको मौसममा म हजुरहरूलाई सानो भिडियो देखाउँदैछु। टाढा टाढाबाट हुनुभएको साथीहरूलाई पनि देखाउन चाहन्छु। जो यो लोकेसनमा आउनुभएको छैन, ल हेर्नुहोस् त कति राम्रो छ मौसम। स्वर्गको पोखरी परी जस्तो देख्नुभयो। कुन ठाउँ कुन गाउँ के होला ठेगाना आफैले चिन्नु होला। हेर्नुहोस् त कति हराभरा गाउँ छ त। हेर्नुहोस् माथिको रिच देख्नुभयो देख्नुभयो। हेर्नुहोस् गाइज, पुरो भ्याली छ। कश्मीरे पछ्यौरी दार्जिलिङको रेल भने जस्तैलाई हेर्नुहोस्। 360 डिग्रीमा घुमेँ भने मैले तपाईँलाई पुरा रिच देखाउँछु है। रिच रिच हेर्नुहोस् है, हेर्नुहोस् है, रिच हेर्नुहोस् है, रिच हेर्नुहोस् है, हेर्नुहोस् है त, रिच हेर्नुहोस् है त। रिच देख्नुभयो? ल हेर्नुहोस्, पुरा 360 डिग्रीमा घुमेँ म। ल हेर्नु, ल हेर्नुहोस् है, फनानानाना घुमेँ म। यस्तोलाई भन्छ भ्याली। चारैतर्फ डाँडाकाँडा घेरिएको, बिचमा सम्म टाइपको लगभग खेतीयोग्य घर बस्न लायक भएको जमिन देख्नुभयो गाइज, कति राम्रो छ। हेर्नुहोस्, बिहान उठ्नुदेखि घाम। तर साथीहरू थाहा छ नि, फेरि यहाँ बरफको सिजनमा यो पुरा बरफले ढाक्छ नि। यो पुरा जति पनि रिच मैले हजुरलाई घुमाएँ, यसले पुरा बरफले ढाकेको हुन्छ। हेर्नुहोस्, अहिले देखेसम्म यस्तो हराभरा छ, तर बरफको सिजनमा यो डाँडाकाँडा पुरै बरफले ढाकिएको हुन्छ। जो मेरो अन पोजिसन छ, यो पनि बरफले ढाकिएको हुन्छ। हेर्नुहोस्, यो लगभग 1300 मिटर यानि कि 10,000 फिटको हाइटमा छ यो। त्यसले गर्दाखेरि यो एरिया पुरै बरफले ढाक्छ। त्यस कारणले टुरिस्टहरू यता घुम्न आएको हुन्छ गाइज। हेर्नुहोस्, बाटो पनि छ, आउनको लागि सुविधा पनि छ, बरफ पनि देख्न पाइन्छ र भ्युज पनि राम्रो छ। त्यसले गर्दाखेरि मान्छेहरू टाढा टाढाबाट, जसले डाँडाकाँडा देखेको हुँदैन, उनीहरू यहाँ घुम्नको लागि आएको हुन्छ। यहाँ प्रशस्त मात्रामा पाइने स्याउ अनि खुर्मानी, गब्बुकोसा, आरु यहाँ पाइन्छ। खेती प्लेन जस्तै गहुँ पनि हुन्छ, मकै पनि हुन्छ। यतिखेर मकैको सिजन, छोटा छोटा बिरुवाहरू उम्रिएको छ मकैहरू। भर्खर 1 करोड गोड्ने बेला भएको छ गाइज। ल, राम्रो लाग्यो भने कमेन्ट, सब्सक्राइब, लाइक गरिदिनु होला। धन्यवाद।